नामको मात्र एसयुभी देख्दा देख्दा दिक्क भइसकेको यो मनले बल्ल शान्ति पाएको छ यो एसयुभी देखेर। दिस इज अ रियल एसयुभी। साइज, डिजाइन, बिल्ड, युटिलिटी अनि सबै स्पेसिफिकेसन हेर्दा यो चाहिँ एउटा रियल एसयुभी हो भनेर म ठोकुवा गर्न सक्छु। कम्प्याक्ट, मिड साइज जस्तो वर्डहरू जबरजस्ती घुसाउनै पर्दैन यसलाई एउटा एसयुभी प्रमाणित गर्न। यो हो फुल साइज एसयुभी आफैमा। म आउने अन्शु गौतम आयोनिक 9 सँग ह्युन्डाईको ट्रेनिङ प्लानमा। हजुर हेर्दै हुनुहुन्छ मलाई एनजी वर्ल्डमा। यो हो ह्युन्डाईको आयोनिक 9। अहिले नेपालमा रहेको इभीहरू मध्ये हाईएस्ट रेन्ज क्लेम गरेको एसयुभी। यो गाडीले 620 किलोमिटरको डब्लुएलटिपी रेन्ज क्लेम गरेको छ। अनि नेपालमा रहेको अरू इभीहरूको डब्लुएलटिपी क्लेम रेन्जसँग तुलना गर्ने हो भने यसले 580 किलोमिटरको रेन्ज त दिनै पर्छ। नेपालको इभी रेसमा ह्युन्डाईको निकै ठुलो कन्ट्रिब्युसन रहेको छ। इभी रिलायबल हुन्छ भनेर ह्युन्डाईले नै विश्वास दिलाएको। चाइनिज इभीहरू त मार्केटमा धेरै पछि आएको। गिमिक स्पेसिफिकेसन, फ्ल्यासी डिजाइन, फ्यान्सी फिचरहरूले गर्दाखेरि उपभोक्ताहरू चाइनिज इभीतिरै आकर्षित भए। तर ह्युन्डाईले आफ्नो लय छोडेन। प्रिमियम, रोबस्ट र रिलायबल इभी म्यानुफ्याक्चरिङमा ह्युन्डाई निकै अगाडि छ। अनि यो कुरा यो आयोनिक 9 ले पनि प्रमाणित गर्छ। 110 किलोवाट आवरको ब्याट्री रहेको छ। काठमाडौँबाट मेची त सिंगल चार्जमै पुगिन्छ। मेचीबाट महाकाली नै जानु परे पनि हजुरले बिचमा एकचोटि चार्ज गरे पुग्छ। यत्रो ठुलो ब्याट्री छ, भेहिकल टु लोड अप्सन नहुने त कुरै भएन। V2V चार्ज गर्नु परे पनि हजुरले 3.5 किलोवाटको आउटपुट पाउन सक्नुहुन्छ। सो दिस इज अ पावर हाउस। 160 किलोवाटको पावर आउटपुट दिने विशाल मोटर भएको आयोनिक 9 ले 350 Nm को टर्क जेनेरेट गर्छ। दिस इज सिमिलर टु टोयोटा फर्च्युनर पर्फर्मेन्स। मैले अहिले यो गाडीलाई एकछिन स्पिनमा लिएर हिँडेको। ड्राइभ गर्दाखेरि गाडी एकदमै कम्फर्टेबल छ, तर हजुर चाहिँ एक्चुअल एसयुभीमा माथि बसेर ड्राइभ गरिरहेको फिल गर्न सक्नुहुन्छ। द कार फिल्स रियली म्यासिभ एन्ड यु फिल लाइक यु आर ड्राइभिङ अन अ बिस्ट। सेफ्टीमा देयर इज नो कम्प्रोमाइज। 10वटा एयरब्याग दिएको छ। ह्युन्डाई स्मार्ट सेन्स सेफ्टी, रिइन्फोर्स ब्याट्री प्रोटेक्सन छ भने स्ट्रक्चरल सेफ्टीको लागि अल्ट्रा हाई स्ट्रेन्थेन स्टिल युज गरिएको छ। एडास लेभल 2 छ अनि युरो एनक्याप रेटिङमा यसले 5 स्टार सेफ्टी रेटिङ पाएको छ। 3 रो 7 सिटर फुल साइज एसयुभी। फ्युचरिस्टिक डिजाइन, लग्जरियस इन्टेरियर, कम्फर्टेबल सिटिङ, प्यानोरामिक कर्भ डिस्प्ले। कार्गो स्पेसमा पनि फुल भर्सेटालिटी। तपाईँ एउटा प्रिमियम कारमा जे फिचर सोच्नुहुन्छ ती सबै उपलब्ध छ। This is a massive car with massive tires, amazing features and futuristic design. Once again, this was me, Anshu Gautam, with Ioniq 9 ko first impression signing off.